वेलकम टु माई मिनी ब्लग। आज चाहिँ म कहाँ छु भने चाहिँ म आज चाहिँ आउट अफ धरान छु हैन। अनि मलाई धरानमा मतलब घरमा बस्दा बस्दा दिक्क लाग्यो क्या, अनि फ्रेस पनि हुन्छ। अनि सो मेरो पर्सनल कामहरू पनि थियो नि त, अनि पर्सनल कामहरू पनि गर्दै गर्दै साथीकोमा एक चरण राउन्ड लगाइदिउँ त भनेर चाहिँ म साथीको गाउँमा आएको छु, देख्न सक्नुहुन्छ है। अनि साथीको गाउँको नजारा चाहिँ म तपाईँहरूलाई यस्तो छ है। अनि यो चाहिँ देख्न सक्नुहुन्छ मेरो साथीको घर, अनि म छु, अनि मेरो साथी चाहिँ त्यहाँभित्र गइसकेको छ। म चाहिँ आज घरबाट निकै टाढा आएको छु, किनभने घरमा बस्दा 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 एकदम सफोकेसन होला जस्तो फिल भयो नि त। यता चाहिँ यस्तो राम्रो साग पाउँदो रहेछ क्या साथीहरू। अनि म चाहिँ उफ्थ्यो मेरो साथी यता हेर कालाङ कालाङ यसको गाउँमा आइरहेको छु होइन। अनि म मेरो साथीको गाउँमा आएको छु। गाउँको नजारा चाहिँ यस्तो छ, यहाँ हेर्न सक्नुहुन्छ। अनि म गाउँ डुल्लुई चाहिँ म यसरी हतपति निस्केर हिँड्ने मान्छे होइन, तर मलाई घरमा बस्न मन लागेन क्या, एकदम धेरै गाह्रो भएको जस्तो फिल भयो। अनि मेरो अलिकति काम पनि पर्सनल काम पनि सक्दै सक्दै आज चाहिँ म साथीको गाउँमा आएको चाहिँ एकदमै धेरै रमाइलो भएको छ। अनि अघि तातो घाममा बसेर उखु पनि बेसरी खायो। उखु खाँदा नि एकदम धेरै मजेदार भएको थियो क्या साथीहरू। चटपटे पनि खाइयो, उखु पनि खाइयो, अनि सुन्तला पनि खाइयो, अनि एकदम भुँडी अगायो क्या। अनि त्यस पछाडिबाट हिँड्यो हामी खानाको कालहरू खानु भनेपछि त जाइ पुगिन्छ। अनि त्यहाँ आउँदैछ है मेरो साथी चाहिँ, त्यो 24 घन्टा फोनमा बिजी हुन्छ क्या। कति फोनमा बिजी भएको भन् त, कति फोनमा बिजी भएको त, कति फोनमा बिजी भएको। यस्तो छ, यस्तो साथीहरू कस्तो छ भने गाउँको नजारा चाहिँ यहाँ हजुरहरूले हेरिसक्नु भएको छ। यस्तो छ, एकदमै धेरै रमाइलो भएको छ, रमाइलो। वाउ, यो गाउँ चाहिँ कहाँ होला भने तपाईँहरूले आफै पत्ता लगाउनु है।